ठ्याक्क म टोयलेट छिरेर ठ्याक्क लगाएको लकै खै के भएछ गइदिएर आएको 15 मिनट भइसक्यो म भित्रै छु मान्छे अझै आएको छैन लिन गएको छैन आउँदै होला 1-1.5 घन्टा भित्रै होला जस्तो छ गाइस 1 घन्टा भइसक्यो म छिरेको अब चाहिँ निक्लिन आएको छु है भिडियोको हुक देखेर थाहा पाउनु भयो होला गाइज होइन आज मेरो आधी दिन चाहिँ टोयलेटमै गयो क्या सो हेलो माई युट्युब फेसबुक टिकटक एन्ड इन्स्टा फ्यामिली वेलकम ब्याक टु माई न्यू भिडियो यो चाहिँ मेरो नयाँ युट्युब च्यानलको पहिलो भिडियो हो गाइज होइन हजुरहरू सबैले माया सपोर्ट र साथ दिएर होइन मलाई अगाडि बढाइदिनु होला त गाइज सो अब चाहिँ भिडियोलाई अगाडि बढाउँ है त अहिले चाहिँ म छु बौद्ध भन्ने ठाउँमा गुम्बा हजुरहरूले देख्न सक्नुहुन्छ र मलाई त्यहाँ जान अल्छी लागेर मैले यहीँबाट डोक्टिएँ चाहिँ आज बिहान चाँडै उठेँ ठिकै 5-6 बजी अनि निन्द्रा पनि लागेको थिएन दाइ पनि भर्खर उठ्नु भएछ अनि फेरि यतापट्टि हेरेको अङ्कलले दुध पनि टक्क ल्याएर राखिदिनु भएछ अनि दाइलाई के दुःख दिनु भनेर मैले चाहिँ चिया बनाउनलाई सुरु गरेँ आज चाहिँ सबैजनाले कामबाट छुट्टी दिएको अनि अङ्कल चाहिँ घुम्न जान लाग्नु भएको रहेछ तर तरकारी थिएन अनि मैले तरकारी किन्नलाई पैसा मागेको अङ्कलले दिनुभयो मलाई 100 रुपियाँ तरकारी किन्नलाई एक्लै जान अल्छी लाग्यो अनि मैले चाहिँ दाइलाई पनि तरकारी लिन जम्दै भनेको अनि दाइले पनि जमजम भन्नुभयो र हामी दाजुभाइ चाहिँ गयो तरकारी बजार तरकारी किन्नलाई 5 मिनटको बाटो हिँडेपछि हामी आइपुग्छौँ तरकारी बजार 100 रुपियाँको के तरकारी लाने भनेर सोच्दा दिमाग खराब भयो अनि दाजुभाइको निर्णय अनुसार हामी चाहिँ आलु मात्र लाने विचार गऱ्यौँ र हामी चाहिँ आलु किन्न गएको होइन मुडेको आलु छान्न पाइँदैन भनेर पो भन्छ त बाले आफै दिन पर्ने रे हामीले छान्नै नपाउने रे अस्तिसम्म चाहिँ आफैले छानेर लगेको हामीले अनि आज 1-2 दिनमा यस्तो भनेर अङ्कलसँग हल्का बाजे अनि त्यसपछि हामी चाहिँ लाग्यौँ काम गर्ने ठाउँमा आलु बोकेर यो चाहिँ रहेको छ हामीले काम गर्ने ठाउँ होइन गाइस ठुलो छ अब यसले यसमा के काम गर्ने रहेछ भन्ने जस्तो लागिरहेको छ भने म चाहिँ हजुरहरूलाई भनिदिन्छु म चाहिँ अहिले पेन्टिङको काम गर्छु गाइस रङ लाउने काम होइन गेटबाट भित्र मात्र छिरेको दिदीले त बिहानै अर्जेन्टिनाले गेम जित्यो रे त क्या अब दुश्मन हो क्या अर्जेन्टिना त मेरो अनि मनै पर्दैन जनक्क झन्केर अनि म चाहिँ लागेँ तरकारी पकाउन हाम्रो चाहिँ फेरि यहाँ सिस्टमै छुट्टै छ क्या अब तरकारी पकाउनु पऱ्यो खाना पकाउनु पऱ्यो भने पालो हुन्छ क्या आज मैले गरेको छु नि भोलि एकजनाले पर्सि एकजनाले कहिले मिलेर गर्ने यस्तो हुन्छ अनि आज चाहिँ मेरो पालो थियो र अनि मैले चाहिँ गएर ल्याएर पकाउनलाई सुरु गरेँ र आजको हाम्रो रेसिपीमा चाहिँ हुनेछ आलु र मस्यौरा यो चाहिँ मेरो फेभरेट हो त गाइस फेभरेट त अरूभन्दा नि मलाई चाहिँ मेन तिते करेला मिठो लाग्छ हजुरहरूको फेभरेट चाहिँ के हो कमेन्टमा भनिदिनु होला है त गाइस सो हजुरहरूलाई चाहिँ यसरी खाना बनाउनलाई कतिको अल्छी लाग्छ कतिको मन लाग्छ कतिको जाँगर लाग्छ त्यो पनि कमेन्टमा भनिदिनु होला है त गाइस सो कुरा गर्दा हाम्रो चाहिँ यहाँनिर तरकारी पनि रेडी भइसकेको हुन्छ र हामी दाजुभाइ चाहिँ खाना खान्छौँ गुवाम कि गुवाम मान्छेले खाना खाएर पचाइसक्दा पनि मेरो साथी चाहिँ मस्त सपनामा अमेरिका घुमिरहेछ क्या अब के भन्नु मलाई पनि लिएर गएको त के जान्थ्यो त है सपनामा अमेरिका घुमाउन नलगे पनि कफी खानालाई कफी सब्जी लिएर आयो है त केटाले तर हामी चाहिँ ब्याड टाइममा पुगेछौँ क्या कफी बनाउने मान्छे नै छैन रहेछ क्या 2 जना मान्छे चाहिँ रहेछन् तर यहाँको होइन रे हामीलाई कफी बनाउन आउँदैन भने जस्तो कुरा गरे अनि हामी चाहिँ नेक्स्ट कफी सपमा गयौँ यो कफी सप हेर्दाखेरि चाहिँ त्यो कफी सपमा मान्छे नभएको नै ठिक जस्तो लाग्यो क्या भित्र त बब्बाल ठाउँ रहेछ क्या दामी एकदम कफी खाना आएको क्यारिम बोर्ड देखिहाल्यो मेरो साथी फेरि क्यारिम बोर्डको किरा खेलौँ के खेलौँ भनेर जबरजस्ती गरेर मलाई चाहिँ खेल्नै आउँदैन पूर्व हाने भने पश्चिम हाने भने पूर्व पुग्छ त्यही पनि साथीको मन राख्दिनँ भरि पनि मैले टक्क र टुक्क चाहिँ खेलेँ क्यारिम बोर्ड खेल्दा फाइनली हाम्रो कफी पनि यहाँनिर चाहिँ बनेर आइसकेको हुन्छ र हामी चाहिँ कफी पिउन स्टार्ट गर्छौँ कफीको 1 चुस्की मात्र लिएको होइन कफी त खाइराखौँ जस्तो क्या यस्तो बब्बाल माइन्ड फ्रेस गराइदिइराखेँ एकछिन गफसफ गर्छौँ र कफी सफी सकाउँछौँ र कफीको बिल पे गरेर हामी जान्छौँ दिदीको हातको मिठो चिया खानालाई हाम्रो दिदीको हातको मिठो चिया खाएपछि यस्ता कफी त के हो जस्तो लाग्ने क्या बानी भइसक्यो क्या दिदीको हातको चिया खाने दादा चाहिँ टोयलेटभित्र फस्यो चुकुले खोलिँदैन भने एकछिन है लस भएन होइन खोलिँदैन क्या चुकुले खोलिँदैन त्यहाँ मान्छे बोलाउने गएको छ क्या तनाव भयो टोयलेट आउनु पनि 10 लाग्यो खोलिँदैन गाइस कन्टेन्टको लागि भने होइन मैले खोलिँदैन गाइस त्यहाँदेखि खोलिँदैन यो चाहिँ बिग्रिहाल्दैछ क्या ठ्याक्क म टोयलेटभित्र छिरेर ठ्याक्क लगाएको लकै खै के भएछ गइदिएर आएको मान्छे बोलाउने गएको छ त अब मान्छे बोलाएर आउँछ अनि मान्छेले खोल्छ रिल्याक्स भएर बस्ने टोयलेटमा अब गाइस 15 मिनट भइसक्यो म भित्रै छु मान्छे अझै आएको छैन लिन गएको छैन आउँदै होला 1-1.5 घन्टा भित्रै होला जस्तो छ गाइस ढोका खाने चाहिँ आइसकेको छ अब खल्न सक्यो कि नसक्यो थाहा छैन
दोकान खोलेर भने म भित्र गाइस 1 घन्टा भइसक्यो म छिरेको अब चाहिँ निक्लिन आएको छु है लगभग 1 घन्टा जति चाहिँ म टोयलेटभित्रै थुन्नेर बसेँ उहाँ दायाहरू आएर चुकुल फुटाएर अनि मलाई चाहिँ टोयलेटबाट बाहिर निकाल्नु भयो नत्र मेरो बास आज टोयलेटमै हुने रहेछ सो गाइस टोयलेटबाट निक्लेर म चाहिँ अब कपाल काट्न जाँदैछु 1 घन्टा छ हाम्रो दिल्ली कपाल काट्न आउने ठाउँ दिल्ली त के भन्नु अहिलेसम्म 2 चोटि भयो तर जुन ठाउँमा गयो त्यही ठाउँमा चाहिँ गइराख्नुपर्छ क्या गाइस कहिलेकाहीँ पैसा नभएको बेला क्रेडिटमा पनि पाइन्छ र कपाल सपाल काटेर चाहिँ हामी टक्क बिल पे गरेर अनि हामी फेरि जान्छौँ सरासर रुमतर्फ काम गर्ने ठाउँमा गएर नुहाएर लुगा लाएर चिटिक्क परेर ओरियो बिस्कुट चबाउँदै हामी चाहिँ गयो फेरि मासु लिनलाई आजको प्लान चाहिँ हाम्रो मासु खाने थियो क्या हामी सबैजनाले मिलेर पैसा उठाएर मासु लिएर आऊँ भन्ने प्लान थियो अनि त्यही भएर हामी दाजुभाइ चाहिँ फेरि गयो मासु पसलमा मासुको पोको बोकेर दाजुभाइ काम गर्ने ठाउँमा जान्छौँ मिलेर पकाउँछौँ अनि गाउँ खान्छौँ सो गाइस मेरो नयाँ युट्युब च्यानलको पहिलो भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला अब यो भिडियोमा के इम्प्रुभ गर्नुपर्छ मैले के बदल्नुपर्छ हजुरहरूले भनिदिनु होला कमेन्टमा गाइस सो आजको भिडियो कस्तो लाग्यो हजुरहरूलाई फेरि भेटौँला यस्तै नयाँ भिडियोमा कन्टेन्टमा है त गाइस अहिलेका लागि बाई बाई लभ यु अल